हामी मिक्यालको एउटा कम्युनिटी वन भिजिट गर्दैछौँ। एकदमै पुराना खालका घरहरू पछि तर एकदम सजिलो बाटो। हामी एकदमै मुभ अन भइरहेछौँ त्यो ठाउँमा। आज हाम्रो लगभग 6-7 जनाको यात्रा छ त्यो ठाउँमा। 1-1.5 घन्टा भयो। एकदमै हामी स्लो घुम्ने प्रक्रियाले हिँडेको भएर एकदम हामी स्लो हिँडिरहेको छौँ। एकदम रमाइलो फिल भइरहेछ। त्यो एरियामा हामी पुग्छौँ होइन? धेरै समय छैन। अब हामी अब गन्तव्यमा पुग्नु त्यसपछि त्यहाँको भिडियोहरू पनि हामी तपाईँलाई अपडेट गराउँदै नै छौँ। अब हाम्रो गन्तव्यको स्थान वन भन्ने बित्तिकै हामीले देख्छौँ कि यहाँ चाहिँ अमृसो भनेर एउटा खेती भइरहेछ। यहाँ चाहिँ अमृसो खेतीबाट यो एकदमै ठाउँ चाहिँ प्रचलित भएको भन्ने बुझाइ छ। यहाँका मानिसहरूले एउटा कृषि पेसाकै रूपमा यो अमृसो खेतीलाई अँगालेको पनि जानकारी आइरहेको छ। यो व्यावसायिक रूपमा नै भइरहेको र यो डाँडाभरि भइरहेको चिसो ठाउँमा अमृसो भनेको चिसोको लागि प्रयोग गरिने सरसफाइलाई प्रयोग गरिने अमृसो खेती यो डाँडामा पहिलादेखि नै भइरहेको। तर यसलाई चाहिँ केही समय यता अलिकति प्रमोट गरेर सबैको सामु यो डाँडामा यो खेती यो अमृसो खेतीले अलिकति भ्यूलाई पनि एकदम राम्रो बनाइदिने, त्यसपछि पनि मनमोहक दृश्य सुन्दर दृश्य आन्तरिक पर्यटकहरू यहाँ घुम्न आउनु एकदमै फ्लो चाहिँ देखिरहेको छ। डाँडामा त्यो यही ठाउँदेखि नै सुरु भइरहेको छ। बाटोमा रमाइरहेको अवस्था छ। मौसम एकदम सुहाना छ। सकिएर घाम पनि प्यारो लाग्ने समय, हावा पनि प्यारो लाग्ने समय, त्यो समयमा हामी यो ठाउँमा आफूले बनाउनु ठाउँमा भिजिट गर्न थालेका छौँ। हामी तपाईँलाई यस्ता अपडेटहरू अझै पनि हामी सुरुले न्यानो रूपमा बस्नु
राम्रै सफल भयो